साथीहरु सबैलाई नमस्कार छ। म चाहिँ अहिले यो पूर्वी नेपालको शङ्खसभा जिल्लाको यो शङ्खसभा जिल्लामा रहेको छु। म चाहिँ यो चाहिँ यहाँ नाममै काफी छ यसको। यो सभा खोला पुल रहेको छ, हामीले देख्न सक्छौं है। यो तलबाट बगिरहेको छ सभा खोला हो हैन। सभा खोला सायद शङ्खसभा चाहिँ हैन, यसैको नामबाट यसै शङ्खसभा जिल्ला खादुवारी चाहिँ यही सभा खोलाको किनारमा रहेको छ है। यता माथिबाट बग्दै आएको छ यो चाहिँ, हामीले हेर्न सक्नुहुन्छ। एकदम रमणीय ठाउँ छ हैन। यो चाहिँ हामीले यो माथि यो खादुवारी जाने बाटो, यो तुमलिङ जाने बाटो, तुमलिङ है। अनि यो माथि यो डाँडो कटिसके पछाडि एकदम समथर मैदान आउँछ। यो डाँडो हेर्न सक्नुहुन्छ हामीले है। यो डाँडो कटिसके पछाडि एकदम समथर मैदान आउँछ हैन। त्यो चाहिँ तुमलिङ टार भन्छ, जसलाई अरुण भ्यालीको नामले पनि चिनिन्छ, जुन विश्वकै सबैभन्दा होचो उपत्यका अथवा गहिरो उपत्यकाको नामले पनि चिनिन्छ तुमलिङ। यो डाँडोको ट्याक्कै माथि आउँछ। यो तलपट्टि हामीले सभा खोला पुल हेर्न सभा खोला नदी हेर्छौं। त्यो माथि डाँडोभन्दा त्यो डाँडो काटिसकेपछि होचो छ, साह्रै होचो छ। यो होचो डाँडो काटिसके पछाडि एकदम समथर मैदान छ, उपत्यका छ, भ्याली छ, जसलाई हामी अरुण भ्याली भन्छ, जुन हैन पूर्वी नेपालको कोशी प्रदेश अन्तर्गतको शङ्खसभा जिल्लामा रहेको छ। अरुण भ्याली विश्वको सबैभन्दा होचो उपत्यकाको नामले चिनिन्छ। एकदम रमणीय स्थल रहेको छ तुमलिङ। गर्मी निकै हुँदो रहेछ त्यहाँ। भर्खर म त्यहाँबाट फर्केर आएको हो। गर्मी एकदम प्रचुर मात्रामा गर्मी छ। अब यता गयो भने हामी यता चाहिँ है, यो जाने बाटो चाहिँ अब यो धनकुटा, हिले, पाख्रीबासतिर जान्छ यो बाटो। यता चाहिँ खादुवारी जाने बाटो हैन, खादुवारी तुमलिङ टार जाने बाटो, सभा खोला पुल यो है। ल धन्यवाद सबैजनालाई।